मैले यही त भनेको ल नलैजाउँ यति भारी भातसँग खानु पुगिहाल्छ ल खानु पर्थ्यो पहिला हैन त मैले के खानु पर्थ्यो अघि त्यही खानु पर्थ्यो मुस्ताङ बनाउँछ अहिले हो बर्खा पानी बेसी पानी पर्न थालेपछि तल डल्लै भुइँमा हुन्छ के चाहिँ उयो ब्यारिकेड उयो यहाँ पनि कस्तो थियो नि बाटो राम्रो भएछ नि कार्पेटिङ गर्ने त राम्रो छ नि यहाँ यो बाटो बन्द गरेर डल्लै यहाँ माथिबाट सिधै उता अलिक तलबाट खोलिदिनु मैला गराउने ठाउँ यही होइन काटिसकेको थियो बनाइन त यति माथि पो त है बारी नदिएर नखोलेको नि बाटै दिएन बारी दिएन नि के यो बाटो बन्द यो तलबाट साह्रो बेसी पहिरो गयो भने बन्द गर्ने भएको थियो कि यो अलिक परबाट बाटो खोल्ने भएको थियो बारी दिएन यहाँ मुनि स्विमिङ गऱ्यौँ छ त अन्त हामीले यहाँ बसेर हेरेको के छैन त्यत्रो बसेर हिँड्दा पनि गान्तोकमा चाहिँ होटेलमाथि बिल्डिङ होटेलमा चाहिँ बिल्डिङको माथिपट्टि चाहिँ प्यारिसमा चाहिँ स्विमिङ पुल छ अरे त्यो ठिक हो नि त भित्र लाग्यो भने त पड्काउँछ त मेरो भिडियोहरू पुरा डिलिट गर्नु भनेको बोलायो कहाँ कसले बोलायो पेपरहरू ल्यायो कसले ससुरै पाइसक्यो यो बाटो कुन थियो त उकालो जानु सङ्गमार्तम जाने हो